नमस्कार, म मनिषा खड्का होन्डा नेपालको सर्भिस डिभिजन अन्तर्गत एसिस्टेन्ट म्यानेजरको रूपमा कार्यरत छु। आज म यहाँ यो भिडियो मार्फत चाहिँ हजुरहरूले सर्भिस सम्बन्धी अत्याधिक सोध्ने क्वेशन्सहरूको चाहिँ जवाफ दिन गइरहेको छु। पहिलो प्रश्न रहेको छ, सर्भिस गर्न कति समय लाग्छ? बेसिकली सर्भिस गर्दाखेरि चाहिँ हाम्रो 1 देखि 1.5 घण्टाको समय लाग्छ, तर आवश्यक अनुसारले मर्मत गर्नु पर्यो भने चाहिँ समय सोही अनुसारले बढ्दै जान्छ। प्रश्न नम्बर 2, नयाँ स्कुटर या मोटरसाइकलमा मैले कहिलेसम्म फ्री सर्भिस पाउन सक्छु? नर्मल्ली फ्री सर्भिस 1 वर्षको लागि 3 वटा फ्री उपलब्ध गराइएको हुन्छ। यसमा चाहिँ हजुरहरूले चाहिँ किलोमिटर र समय दुवैमा ध्यान दिन जरुरी छ। प्रश्न नम्बर 3, नेक्स्ट सर्भिस मैले कहिले गर्ने र सर्भिस गर्न भनेर रिमाइन्ड तपाईहरुकोबाट हुन्छ? अर्को सर्भिस चाहिँ जेनरली 4000 किलोमिटर वा 6 महिनाको इन्टरभलमा गर्ने भनेर कम्पनीले तोकेको छ, तर हाम्रो बाटो अनुसारले चाहिँ धुलो र हिलो भएको कारणले गर्दाखेरि चाहिँ हामी सो समयभन्दा अगावै सर्भिस गर्नको लागि यहाँहरूलाई सुझाव दिन्छौँ र हजुरको सर्भिसको टाइम भइसकेपछि चाहिँ ठिक 1 हप्ता अगाडि चाहिँ हजुरलाई कल या एसएमएस दुवै आउँदछ। अर्को प्रश्न रहेको छ, सर्भिसिङ गर्दा के पार्ट्स परिवर्तन गर्नुपर्छ? नर्मल्ली सर्भिसिङ गर्दा इन्जिन आइल परिवर्तन गर्नुपर्छ र पार्ट्सहरू चाहिँ अवस्था हेरेर चाहिँ परिवर्तन गर्नुपर्ने हुन्छ। अन्तिम प्रश्न, फ्री सर्भिसमा इन्जिन आइल पनि फ्री हुने होइन? फ्री सर्भिसमा फ्री हुने भनेको चाहिँ सर्भिस चार्ज मात्रै हो। इन्जिन आइल र अन्य खपत हुने पार्ट्सहरूको चाहिँ शुल्क लाग्छ। होन्डाको सर्भिसिङको बारेमा यदि हजुरहरूको अझ थप जिज्ञासा छ भने चाहिँ कमेन्ट सेक्सनमा गएर कमेन्ट गरिदिनु होला, एन्ड देन वी विल बी ब्याक विथ सिमिलर टाइप अफ भिडियोज अगेन।